Good afternoon everyone, welcome back with a new episode. So finally आज म सी व्यापार केन्द्र पासीकोट पिपल चौतारामा आएको छु। आज म तपाईलाई सम्पूर्ण डिटेलहरु देखाउँछु। यहाँ स्वस्थ खाना स्वस्थ जीवन आफ्नै उत्पादन आफ्नै पहिचान सी व्यापार केन्द्रमा यस्तो चाहिँ भगवान फाइनली म पासीकोटमा आएको छु। स्वस्थ खाना स्वस्थ जीवन आफ्नै उत्पादन पहिचान पासीकोट सी व्यापार केन्द्र 81 बाट स्टार्ट भएको छ। यो फ्यान्सी तपाईले देख्न सक्नुहुन्छ रोल्पाको कागतीको झोल अर्गानिक है, एकदमै अर्गानिक छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ मस्टर्ड र हनी एकदमै अर्गानिक मस्टर्ड र हनी छ भनेपछि तपाईले देख्न सक्नुहुन्छ यहाँ रोल्पाको कागतीको अचार है, कागती अचार पनि छ। प्राइसहरु सस्तो छ, एकदमै 300 रुपैयाँमा तपाईले आधा केजी पाउन सक्नुहुन्छ भने तपाईको मस्टर्ड र हनी तपाईले पाउन सक्नुहुन्छ 800 मा है। सी व्यापार केन्द्र मात्र यो। अनि तपाईले देख्न सक्नुहुन्छ यहाँ शुद्ध घिउ छ। शुद्ध घिउ पनि रोल्पाकै हुनुपर्छ, एकदमै राम्रो छ। त्यसपछि अरु छ तपाई मकैको च्याख्ला मात्र 125 मा, ओन्ली 125। बुढाको सिमी 320 मा। हजुर आउनु त हजुर भन्नु न अगाडि एक्चुअली सर्च र भन्नुहुन्छ यो मसौरा हो, यो 1000 रुपैयाँ केजी छ। यो चिउरीको मह हो, यो चाहिँ 900 रुपैयाँ केजी। उतातिर तोरीको मह छ, त्यो 800 रुपैयाँ केजी छ। यो चाहिँ भिरमौरी हो, यो बजारमा 2081 बेच्छन्, हामीले 1300 बेचेका छौँ। एकदम भिरमौरी। यो रोल्पाको घिउ हो, यो हामीले 1200 रुपैयाँ जम्मा 1200 अर्गानिक घिउ। अर्गानिक घिउ हो। कालीकोटको घिउ पनि छ, त्यहाँतिर छ। यो घिउहरू भइहाल्यो। यो जेठो बुढो चामल हो पोखराको, यो चाहिँ बजारमा 310-20 रुपैयाँ छ, यसको दाम 270 मात्रै छ। यो जेठो बुढो हो, यसको जेठो बुढो हो। यो चाहिँ कागती रोल्पाको हो, रोल्पाको कागती, यसको 200 रुपैयाँ मात्रै। यो गर्मीमा चाहिँ शरबत गराएर खान मिल्छ। त्यस्तै गरेर यो स्ट्रबेरी जाम भन्ने हो, यो पनि हाम्रो साथीले उत्पादन गरेको हो। यसको दाम 390 रुपैयाँ छ। यो स्ट्रबेरी जाम भन्ने त्यसो छ। यो हर्पिक चाहिँ फिनेल हर्पिक चाहिँ यो हाम्रै हरिसिद्धिमा बनेको हो। यो चाहिँ यसको 100 रुपैयाँ मात्रै दाम तिरेर यो सबैको यो लाइन सबै 100 रुपैयाँ। यो धला यो जुनसुकै लगे पनि यो पनि 100 रुपैयाँ। यो सब 100। यो चाहिँ सिसा साफ गर्ने हो, यसको पनि 100। के भन्छ यसलाई? कोलिन भन्छ। यो ह्यान्ड वास गरेर है। अरे यो डिसवास भनेको भाँडा धुने हो। यो पनि हाम्रो आफ्नै उत्पादन हो। त्यसो गरेर यो अचार हो, 300 रुपैयाँ मात्रै दाम छ, कागतीको रोल्पाबाट ल्याएको। अनि यो कपिलवस्तुको मसुर 150 रुपैयाँ केजी हो सबै। यो फापर चाहिँ यो जुम्लाको फापर हो, यो 300 रुपैयाँ केजी छ। यो पिठो त्यसो छ। यो चाहिँ 400 रुपैयाँ केजी छ। यो सुम्पा सभाको सखर हो, सुम्पा सभा आएको हो यो। अब यो जुम्लाको सिमी हो, यतातिर पनि जुम्लाको सिमी छ। त्यसै छ। यो तोरी पनि हामी 150 रुपैयाँ केजी दिन्छौँ। तोरी कसैले पेलेर, कसैले चाहिँ छर्नलाई, कसैले के गर्नलाई हुन्छन्। अरू यो भाङ्गो छ, भाङ्गो रोल्पा, यो त कपिलवस्तुको बेचकार हो। यो भाङ्गो छ, यो 300 रुपैयाँ केजी, गाउँमै 300 रुपैयाँ केजी पाइन्छ। यो अचार खानलाई यो चाहिँ राम्रो छ। यो चाहिँ टिमुर छ, म्याग्दीको टिमुर हो। यसको दाम 290 रुपैयाँ छ। यो चाहिँ चिसोमा खास यिनी भाँडाकुँडा खुकुरीहरू बेच्छन्। कति पर्छ यसलाई? 2000 सम्म दिन सकिन्छ। अहिले यो दाब सकिया छ। अस्ति एउटा अमेरिकनले लग्यो 2000 मा। यो त 1800 दिन सकिन्छ। 1800 3800 मा दिन सकिन्छ। मासु काट्ने काम गर्छन् यिनीहरूले। यस्तो छ मार्सी होला यो मार्सी छ जम्मा 270 मार्सीको दाम त्यही छ। यति